साइडमा छ नि त त्यसलाई नै मैले कन्टिन्यू गरेँ है त हजुरको डक्टर अफ नेसेसिटीको कुरालाई हजुरले बताइरहनु भएको थियो बिचमा पज भएको थियो ओके कन्टिन्यू गर्छु हजुर व्हाट इज डक्ट्रिन अफ नेसेसिटी हजुर यो तत्कालीन कारण नायक भएर दीर्घकालीन कारणहरू सहायक हुने अवस्थालाई बताइन्छ जो समय र आवश्यकताले खडा गर्छ जसलाई एउटा गाई प्लिज शब्दलाई ध्यान दिनुहोस् म बोल्दैछु है एउटा चेलीको अगाडि बोल्दैछु नयाँ सन्तानको लागि तयारी भइन् र उनले किलो भाँचिन् द्याट इज डक्ट्रिन अफ नेसेसिटी द्याट इज डजन्ट म्याटर कतिपय डक्ट्रिन अफ नेसेसिटीमा भएका कुराहरू डजन्ट म्याटर यो अगाडि जान्छ र त्यतिखेर तात्कालीन कारणहरू के हुन्छन् ती नायक हुन्छन् र दीर्घकालीन कारणहरू सहायक बन्छन् र त्यसैको प्रतिनिधित्व डक्ट्रिन अफ नेसेसिटी जस्तो जेनजी आन्दोलन डक्ट्रिन अफ नेसेसिटी किनकि जसले जसका लागि गरेको छु भनेर गर्दै गरेको पूर्ण असफल भइसकेपछि जेनजीले गरेको प्रोटेस्ट ओके यसमै हजुरलाई लाग्दैन कि द पर्सन हु इज एगेन्स्ट द करप्सन इज द पर्सन नेक्स्ट करप्टेड पर्सन टाइप अफ यो भ्रष्टाचार द पर्सन हु इज फाइट एगेन्स्ट करप्सन इज द नेक्स्ट करप्टेड पर्सन जो भ्रष्टहरूसँग लडिरहेका छन् त्यो अर्को भ्रष्ट हो भनेर अर्को प्रश्न हो त भ्रष्ट भयो भने त्यो जरुर हो तपाईले भनेको कुरा र तपाईको प्रश्नले पहिल्यै प्रश्न गर्छ भने त्यो नहुन पनि सक्छ तपाईले पहिल्यै सुझाव दिनुभयो जस्तो मैले मुठीभित्र पारेको कुरा तपाईलाई भन्दै गर्दा नि ग्रहण गर्नुभन्दा पहिला मुठीभित्र के छ भनेर हेर्न चाहनुभयो भने नि त्यो ग्रहण गर्नुभन्दा तपाईले पहिल्यै देख्न किन भनेको भने लाइक पोलिटिसियन सोशल वर्क भन्ने बित्तिकै त आफू इन्डिपेन्डेन्ट भएर चाहिँ गर्नुपर्छ होला नि त तर त्यहाँनेरि उसले स्यालेरी ट्याक्सबाट जनताको ट्याक्सबाट स्यालेरी पाउँछ भने त उसको पेसा भइसक्यो र आई डोन्ट थिङ्क कि त्यो उसको रेस्पोन्सिबिलिटी कसरी लिन्छ तर त्यो मान्छे त्यहाँबाट सर्भाइभ गरिरहेछ भने त्यसलाई सोशल वर्क भन्न मिल्छ र मिल्दैन जरुर मिल्दैन सोशल वर्क बिना पारिश्रमिक गर्ने सोशल वर्क सामाजिक कार्य हो कि पारिश्रमिक सहित गर्ने सोशल वर्क हो जस्तो दुईटै सोशल वर्क हो तपाईँ डक्टर हुनुभयो भने तपाईले स्यालेरी पाउनुहुन्छ तपाईँ बिरामीको उपचार गर्नुहुन्छ द्याट इज योर सोशल वर्क तपाईलाई बाँच्नको लागि एउटा डाक्टरलाई तर त्यहाँनेरि यस्तो हुन्छ नि त उसको इन्टेन्सन चाहिँ म बढी स्यालेरी पाउँछु भन्ने हैसियतले गएको छ या चाहिँ नि मेरो त्यसमै इच्छा छ काम गर्छु र मैले त्यसको पारिश्रमिकता मात्र पाउनुपर्छ भन्ने मानसिकता बोकेर गएको छ त्यसमा त फरक पर्छ होला नि टोटली फरक पर्छ सबैभन्दा ठुलो कुरो मजदुरहरू सबै बराबरी तपाईले भनेको जस्तो यहाँ केही डक्टर छन् केही लेबरहरू छन् यहाँ सबैको खाँचो छ पारिश्रमिक फरक छन् सबभन्दा पहिला मजदुर समान हो भने मजदुरको पारिश्रमिक पनि समान हुनुपर्दछ र चेतनाको हिसाबले दिनुपर्ने अर्को पारिश्रमिक हुन्छ जस्तो तपाईलाई शून्य अङ्क सजिलै दिन सकिन्छ तर यो बिचौलियाले हामीलाई 10 वर्षपछि सुनायो भने पनि माइनस सुनाउनेवाला छ हामी माइनस 10 वर्षपछि लिने या अहिले शून्य लिने त्यो हाम्रो तयारी हो अहिले शून्य लिनेहरूले जित्ने तयारी छ यिनीहरूले छिटै जित हासिल गर्नेछन् र शून्यमाथि थप्ने के हो त तपाईको निजी कुरा हो सबैको साझा हो यहाँ बिरामी हुनुपर्छ डक्टर बाँच्नको लागि यहाँ बिरामी पैदा गर्नुपर्छ यो हस्पिटलले यही कुरा त छ त मेन कुरा त त्यही मानसिकताको कुरामा हो यस र सबैभन्दा पहिला अहिले कलाकारहरूलाई मैले देख्छु नि अहिले चाहिँ तपाईको म मुलाको साग बोलेको फलानु मुलाको साग बोलेको हड्डीहरू दुख्छ भने मैले फलान चिज लाउने गरेछ दल्नुस् भनेर नि विज्ञापनमा तुरुन्ती बिक्री लिलाम हुन आउँछ त्यो मान्छे उसँग बिहान बेलुका होइन कि यो वस्त्र धान्नको लागि नि उसले केही न केही गलत गर्नुपर्ने भएको छ दैनिकीलाई सुधार्नलाई लाज छोपेको छ वस्त्र बोलेको छ लिगेसी नङ्गा लिगेसी हो लिगेसी इज द्याट भारत सरकारले एउटा स्ट्याटस लेख्नु भएको थियो ढोका बन्द छ लिगेसी इज लिगेसी त्यो भनेको के हो भन्दा लिगेसी हाम्रो लिगेसी नागाको लिगेसी हो हामी नाङ्गै थियौँ हामीले लाज वस्त्रले छोप्यौँ र लाज छोप्ने मान्छेले नि वस्त्र बोल्न थाल्यो भने हालत के हुन्छ दिल्लीमा महात्मा गान्धी ल्याउँदाखेरि खाली खुट्टा ल्याइयो फकीर बनाएर नङ्गो बनाएर ल्याइयो एउटा बर्कोले शरीर ढाकेर ल्याइयो उनी बेलायत पढ्थे धेरैलाई एका छ कि छैन उनी राजदूतका सन्तान थिए यहाँ मैले एउटा कोटेट गरेको थिएँ उनी कतिौं सन्तानमा पर्छन् तपाईको ल्याउँदाखेरि चर्खा आन्दोलन चल्यो चर्खा पार्नेहरूले धागो बन्दै गर्दा नि ती नाङ्गै थिएनन् वस्त्र लाएर धागो बनाए
वस्त्र लगाइदिनेको काम गर्नु पर्यो रहेछ धागो बनाउनेले वस्त्र लाउनेको कुरा गरौँ पुँजीवाद यस्तो भयो कि हाम्रो नङ्गालाई लाज छोप्नको लागि पुँजीवाद आयो र त्यसलाई जोगाउन लाज वस्त्र बोलिदिनु पर्यो लाज छुपाउनको लागि इमान्दारिता भयो यही त छ नि ठुलो समस्या किनभने अब हामीले खुलेर भन्नुपर्छ हामी नागा हो हामीले छोपेको लाज हो र कहिलेकाहीँ वस्त्रले लाजलाई नधानेको अवस्था हुन्छ जतिखेर अपराधका पराकाष्ठहरू नाग्छन् नि तपाईँ फेरि पनि वस्त्र लाएर नाङ्गै निर्वस्त्र हुनुहुन्छ फेरि पनि त्यो निर्वस्त्रताबाट आएको वस्त्रमा आएको मान्छे वस्त्र लाएर पनि नाङ्गै हुन्छ भने नि यो सबैभन्दा गलत र त्रुटिपूर्ण छ जुन हजुरले यो वस्त्रको कुरा आयो अथवा हाम्रो लिगेसी चाहिँ भनौँ न एउटा उसको मोरल बिहेभियर अफ एक्सनले भन्दा पनि उसको आवरण उसको भनौँ न अन्य कुराहरू तडक भडकले चाहिँ देखियो भन्ने कुरा आयो जुन चाहिँ अति नै आवश्यक छ जस्तो मैले फ्यु सेलिब्रिटीहरूको कुरा पनि हजुरले जोड्नुभयो सेलिब्रिटी भए पछाडि उनीहरूले फिल्म बनाउँदाखेरि चाहिँ एउटा सन्देशमूलक दिने हिसाबले बनाउने होइन त्यस्ता बनाउने पनि त छन् नि यो हिसाबले बनाइएको भनिन्छ यता भनिन्छ उता भनिन्छ अनि त्यही कलाकारले कुनै प्रोडक्ट प्रमोट गर्नु पर्यो भने चाहिँ त्यो प्रोडक्ट अथेन्टिक छ कि छैन भनेर चेक नगरिकन उसलाई पैसा आउँदैमा गरिदिइहाल्ने त हो यो ठुलो समस्या हो मैले उहाँहरूलाई प्रश्न पनि गरेँ तर उहाँहरूको जवाफ के आउँछ भने म कलाकार भए पछाडि मेरो त्यो त काम हो कलाकारले जे पनि गर्नुपर्छ एउटा मुखामा हान्नुपर्छ हान्दिउँ जस्तो लाग्छ समथिङ के डायलग बोलेर आउनु भएको थियो अन्डर 10 मा बेस्ट फ्रेन्डहरू नि त्यतिखेरका अन्डर 10 मा बेस्ट फ्रेन्डहरू नि मुखामा हान्दिन्छु भन्न थाले जस्तो यति ठुलो एक्ट पर्छ नि के सन्देश दिने कस्तो शब्द दिने हामी नि सिङ्गै नयाँ साहित्यिक सृजना गर्न सक्छौँ त्यो तपाईँकै मुखारविन्दबाट आउँछ नवरसहरूको मिलनलाई नि मुखबाट नि बाहिर निकाल्ने शब्दमा रस शब्दमै छ ओके अब सरसर्ती म हजुरलाई न्यू जेनजीहरूको फ्यु नेमहरू लिन्छु हजुरले कसरी चिन्नु भएको छ त्यही अनुसार भनिदिनु होला है त जस्तो सुदन गुरुङलाई कसरी चिन्नु भएको छ हजुरले सुदन गुरुङलाई सुशीला कार्कीको बेटा भनेर चिनेको छु उनले खुट्टा ढोगेका छन् नेपालको राजनीतिमा एक किसिमको गन्ध आइराखेकै छ र यो पूर्ण रूपमा भएको छैन भनेर एउटा जिद्दी गर्ने परिवर्तनको लागि ढोका ढकढक गरेको युवा जस्तो पनि देखिन्छ व्हाट इज रिभोल्युसन टिओबी भन्ने पनि त उहाँलाई ट्याग धेरै आइराको छ नि त हैन र यहाँ धेरैले धेरैलाई लाउँछन् यहाँ अधिकांश मानव हुन् भोलि तपाईलाई पनि लाउन सक्छन् मलाई पनि लाउन सक्छन् कसरी चिन्नुहुन्छ त उहाँलाई मैले एउटा आम मानिसको हिसाबमा चिन्छु र यो आन्दोलनमा एउटा एयरफोर्सको हिसाबमा उदाएको मान्छे आजभन्दा पहिला नदेखेको र आन्दोलन पछाडि एकाएक उदाएको मान्छे र यो आन्दोलनलाई बोक्न नसकेको उठाउन नसकेको यो भारी उठाउन नसकेको त्यसरी पनि देखेको छु मैले मिराज ढुङ्गाना इज द यङ गाइज परिवर्तन हुनुपर्छ हामीले नगरे कसले गर्ने भन्ने एउटा जवान आवाज हैन तर उहाँले त म्यानिपुलेसन चाहिँ गर्नुभयो नि यसलाई तपाईले कसरी लिनुहुन्छ लाइक एज अ सिटिजन एज अ पर्सन अथवा एज अ ह्युमन यो खडेरी लागेको प्राइभेट कुरा थियो भने आई डोन्ट केयर हैन तर पब्लिक कुरामा बोल्दै गर्दाखेरि प्रोफेसनलिजम चाहिन्छ जसरी उहाँले प्रमोट गर्नुभयो पहिला चाहिँ नि भिडियो थ्रु गरे हो सोशल मिडिया थ्रु गरे हो लाइक प्रोटेस्टको कुरालाई लिएर एज अ लिडरको वेमा उहाँले इन्टरभ्यूहरू दिएर आइरहनु भएको थियो मान्छेहरू धेरैले चाहिँ एज अ लिडरको वेमा पनि हेरिरहेका थिए धेरैले सो होइन उहाँले जब कि प्रोटेस्टको त्यत्रो प्रमोट गरे पछाडि उहाँ आफै प्रोटेस्टमा नजाँदाखेरि चाहिँ यदि नजाने भए पनि भिडियो बनाएर त पोस्ट गरिदिन सक्नु पर्थ्यो नि त उहाँको त्यो रेस्पोन्सिबिलिटीमा उहाँले सिधै एउटै गौमाताले जन्माएकी नयाँ भर्खरको बहर जवानमा जोत्न सकिन्छ गोरु बनाएर तर त्यो गोरु हली पनि हुनेवाला छैन तर मानव गोरु पनि हुन सक्छ र हली पनि हुन सक्छ एउटा मानवले आफूलाई नै निर्माण गर्ने हो यो जटिल खडेरी लागेको अवस्थामा देखाउनको लागि ठिक छ तर अबको परिवर्तन यो हो अब यो भन्दा बाहिर जान सकिदैन नेपाली जनताहरु एकचोटि उठ्ने साहस गर्नुहोस् म युगको सर्भेन्ट हुँ मलाई आशा र अभिलाषाहरू केही छैनन् एउटा परिवर्तनको लागि आमाको गर्भैदेखि आएको अब नयाँ दुनियाँमा हामी जान हिचकिचाउनु हुँदैन अब यो ढङ्गले जानुपर्छ भनेर नेपाली जनतालाई अपिल गर्न नसकेको एउटा अयोग्य व्यक्ति पनि भन्ने गरेको छु किनकि त्यो ठाउँमा बसेर कमरेड प्रचण्डहरूको टेबलमा सम्म यिनीहरू पुगिसके भनेको मतलब अबको अवस्था के हो भन्ने सवालमा नि पिता पुस्तालाई पनि नमस्कार गरेर प्रश्न गर्न नसकेका
तपाईहरु कोच गर्नुस् गेम खेल्न हामी तयार छौं अवेयर चाहिँ गर्नु पर्थ्यो नि मैले अरु कुरा भनिन सोशल मिडिया थ्रु आए पछाडी एटलिस्ट उहाँले भिडियो बनाएर म प्रोटेस्टमा आउनेवाला छैन मलाई यस्तो यस्तो थ्रेट आयो सो दैट यदि तपाईहरुले मलाई प्रोटेक्सन दिनुहुन्छ अथवा यस्तो छ भने मात्रै आउँछु नभनेदेखि तपाईहरु पनि विचार गरेर जानु होला भनेर त भिडियो त बनाउनु पर्थ्यो यहाँ किरा बेच्नेहरुले नि हिरा व्यापारी हो भन्दा नि ठूलो क्याप्सन गरे सबभन्दा ठूलो समस्या यहाँनेर छ यहाँ कसैले कसैलाई थ्रेट छैन म यहाँसम्म आउँदा नि मैले नेपाल प्रहरीलाई हु आर यु भनेको छु जगदीश खरेललाई पनि हु आर यु भनेको छु लिङ्गदेनलाई नि हु आर यु भनेको छु यदि कमरेड प्रचण्ड यही तरिकाले बहस गरेर अगाडि जानुहुन्छ भने हु आर यु तिमी पनि को अस्तित्व र पहिचानको सवाल छ यसले डाइरेक्ट हु आर यु भन्छ मेरो तयारी अस्तित्व र पहिचानको लडाईमा अत्रि अनसुइयाको कुबेर गौतम सहायक भएर आमाको गर्वदेखि होइन यहाँ न्वारनदेखिको कुरा गरे म ब्ल्याक होलदेखिको तयारी प्रवेश दाललाई तपाईले कसरी चिनिरहनु भएको छ धेरै व्यक्तिहरूले चाहिँ लाइक नेक्स्ट मदन भण्डारी टाइप अफ भर्जन भनेर पनि लिइरहनु भएको मैले होइन मदन भण्डारी भनेर मनिटरिङ गर्नेहरू चाहिँ कुन भण्डारी हुन् हो त्यही भन्नुस् न कोचले जस्तो गुरु द्रोणले अर्जुनलाई चिन्न लगाए गुरु द्रोणको अर्को आँखा थियो नि त मेरो चाहिँ कन्सेप्टले 105 जना भन्दा बढीले भाग लिएका थिए दरबारमा यतापट्टिको 5 जना यतापट्टिको 100 भाइ 105 जना अझ कर्न हुँदा 106 जनाको उपस्थितिमा गुरु द्रोणले किन अर्जुनलाई मात्रै रोजे किनकि गुरु द्रोणले रोजेका हुन् प्रवेशलाई मदन भण्डारी देख्नु गलत होइन तर मदन भण्डारी जस्तै छ भन्ने मान्छेको चेतना चाहिँ कति हो सबभन्दा ठुलो कुरो प्रवेशले गरेको कुरा ठिक छ डक्ट्रिन अफ नेसेसिटी उसले बोल्दा बोल्दै उसको मुखबाट आउट भएको र प्रचण्डले पनि डक्ट्रिन अफ नेसेसिटी भयो यहाँनेरि नेताहरू धेरैले चाहिँ भाषणमै बिक्ने भयो र उनीहरूको काम भनेकै भाषण दिने बाहेक केही भएन तर एउटा कुरो त्यो युवाले गरेको कुरालाई म मुक्त कण्ठले प्रशंसा गर्छु के हो र के होइन भनेर स्वयंले जान्ने विषय हो र होलाई हो र होइनलाई होइन के हो र के होइन भन्ने कुरा आम मान्छेले जान्नुपर्छ यो बडा राम्रो कुरा आउट गराएको थियो प्रवेशले यो मात्रै होइन आन्दोलन भएकै हो हामीले जितेकै हौं यो जितलाई संस्थागत गरेर जानुपर्छ अबको कुरा के हो साझा सवाल गर्नको लागि काठमाडौँ तयार छ आउनुस् भनेर यिनीहरू खुल्ला रूपमा सडकमा पनि 2-3 जना निस्किन सकेनन् क्या जस्तो के भयो भने नि मान्छेलाई लोभ हुन्छ होला एउटा भरियाला जस्तो बेहुलीलाई डोलीमा डोलेले बोक्छ के स्वागतको कल्पना डोलेले गर्न मिल्छ त्यो बेहुलो छ त हाम्रो डाक्टर निकोलसलाई तपाईले कसरी चिनिरहनु भएको छ उहाँको शब्दमै किनभने कहिले एउटा शब्द बोल्नुहुन्छ कहिले अर्का शब्द बोल्नुहुन्छ उहाँ आफैमा विश्वासिलो व्यक्ति हो कि हैन त्यो नै देखिँदैन उहाँको दृढ परिवर्तन हुनुपर्छ भन्ने दृढ संकल्पमा दुई मतै छैन हैन उहाँलाई चाहिँ नि भद्र घलेले उहाँलाई 25 लाख रुपैयाँ कति रुपैयाँ दिनु भएको थियो रे अस्ति भद्र घलेले पनि विभिन्न कुराहरू त सामाजिक सञ्जालमा छरपष्टै बोलिसक्नु भएको छ तपाईलाई के कति थाहा छ उहाँले टाउकोमा लगाएको महारुद्र परिवारको टोपीको पहिलो 1 वर्ष कार्यकालमा सचिव भएर मैले पूरा गरेको मैले 365 दिनमै ठीक समयमा मैले रिजाइन गरेको किनकि व्हाट इज महासचिव भन्नको लागि मेरो लागि त्यो पद प्रतिष्ठा दुईटै अध्ययनको विषय थियो आफूलाई 1 वर्षमै निकाल्न म सफल भएँ किनकि मेरो तयारी यसको लागि थिएन जसले जसरी आध्यात्म भनिरहेको छ मेरो आध्यात्ममा बुझाइ व्यापक फरक छ सम्झना के भन्छ शान्तजी जुन ढङ्गले मान्छेले त्यो भनेका छन् म त्यो तरिकाले भन्न चाहन्न स्वयं मान्छेले अनुभव गर्ने कुरा हो आज नजाने ओके हुन्छ त्यसो भने हजुरले अब नयाँ पोलिटिसियनहरूको बारेमा नि कुरा गरि नै हाल्यो यहाँ केही व्यक्तिहरूले चाहिँ नि हाम्रो रामेश्वर खनाल अर्थमन्त्री आए पछाडि अलिकति धेरै खालको एक्सपेक्टेसन थियो मान्छेलाई यो आर्थिक क्षेत्रमा भनौँ न त्यो क्षेत्रमा चाहिँ नि हजुरले कसरी चिन्नु भएको छ रामेश्वर खनाललाई एकदमै सबैभन्दा रामेश्वर खनाल अर्थ सचिव हुँदै अर्थमन्त्री पनि हुनुभयो उहाँलाई हार्दिक बधाई तथा शुभकामना म तपाईकै प्रमुख मार्फत के भन्न चाहन्छु भने नि अर्थमन्त्रीज्यूलाई धन र ढुकुटी बीचको फरक के हो छुट्याइदिनुस् वस्तु विनिमयबाट आएको दुनियाँलाई नगदे ज्यालामा ल्याइसके पछाडि अब डिजिटलमा जान हामी अङ्कमा जानुपर्छ अब समय अङ्कको आएको छ समय क्यासलेसको छ बुकलेस एजुकेसनको छ पेपरलेस समय आएको छ त्यसका लागि नट उहाँले केही पनि कुरा बताउनु भएको छैन यदि गर्ने मान्छेले नि बताउँछ यो उहाँको मानसपटलबाट छैन जस्तो लाग्छ एउटा विश्वविद्यालयले खडा गरेको विद्यार्थी
एउटा निर्माणका लागि मात्रै हो, तपाईँको निर्माणका लागि होइन, युगको निर्माणको लागि आमाको गर्वैबाट आउँछ। युनिभर्सिटीले तय गर्दैन। युनिभर्सिटीले तय गरेका अधिकांश कागजी बागहरू मजदुर हुन्, उनीहरू एउटै रहर के राख्छन्, एमडी हुने हो कि अब त्यसो त जिएम हुने हो कि। क्वेसन आयो नि त, किनभने यो चलेको जुन छ हाम्रो विश्वविद्यालयहरू ती माथि नै प्रश्न उठिसकेपछि ती सर्टिफिकेटहरूको के भ्यालु? सबैभन्दा ठुलो कुरो नजलेको कुरा यहाँ छ, त्रिभुवन विश्वविद्यालय जलेन। त्रिभुवन विश्वविद्यालयका प्रमाणपत्रधारीहरू जलेको भोलिपल्ट बुद्धिजीवीहरू नि, पिएचडी गरेका विद्यावारिधीहरू, मास्टर डिग्रीहरू 10औं हजारले काठमाडौँमा नि एउटा सभा गरेर यो जटिल अवस्थाबाट कसरी जाने भनेर अगाडि बढ्न सक्दैन। यी कागजी बागहरू नि जलेका हुन् नि, ढुक्काउनुहोस्। अब चल्नेवाला छ, आमाकै गर्वबाट आएका कागजी भन्दा नि यहाँनिर त डिग्री हासिलै नगरेका नपढेका व्यक्तिहरू चाहिँ पोलिटिसियनहरू थिए नि त अनि पहिला त। एउटा मानव चेतनाले तपाईँको ठुल्ठुला कुराहरू प्राप्ति गर्छन्। वाट इज सिद्धि? विश्वविद्यालयले सिद्धि गराउँदैन। सिद्धि तपाईँले खोजेको कुनै पनि कुराको पूर्ण आन्सर तर पनि स्टिल पढाइलाई त मान्छेले भ्यालु दिइरहेका छन्, दिन्छन्। एउटा कुरो, यो कागजी प्रमाणपत्र चाहिन्छ। तपाईँलाई अधिकृत बन्नुपर्छ भने मास्टर गरेको हुनुपर्ने छ। लोकसेवा त्यो लोकसेवा पनि एउटा भ्रष्टाचारको लाइसेन्स हो जस्तो लाग्दैन त तपाईँलाई? तपाईँले लाएरै प्रश्न गर्नुभएको हो भने यो सत्य हो, साँच्चीकै मलाई पनि लाग्छ। किनकि अर्थ चलाउन चाहिएको छ, यसैले पढायो। किनभने काम गर्ने 10 जना कोटाको लागि 10औं हजारलाई भिडाउँछ। 10औं हजारबाट जेरो हुन्छ, त्यही पनि पास गरेको मान्छे पनि गएर हाम्रो केही काम छ भने फटाफट गर्न सक्दैन। अन्डर 10 माई बेस्ट फ्रेन्डलाई मुख्य सचिवको क्वेसन गर्नुहोस् र मोबाइल दिनुहोस्, उसले लेखिदिन्छ। लाउनु पर्ने टिक हो होइन, सोधिदिन्छ के हो भनेर नि। आज दुनियाँ यहाँसम्म आइसक्यो, इन्फर्मेसनको दुनियाँ। तपाईँसँग च्याट जेपिटी, डिपसिकहरू छ, त्यो मात्रै होइन नि, गुगल छ। तर सङ्कट गुगललाई पनि छ। अब गुगलमा के राख्ने, त्यो गुगलको सङ्कट कसले बुझ्छ? आमा त छिन्, आमालाई पनि सङ्कट छ। आमाको सङ्कट कसले पुरा गर्दैन? त्यसो भएको कारणले गर्दा आम नेपाली जनताहरू अबको परिवर्तनको लागि नायक हुनुपर्दछ। सडकमा आउनुपर्छ र भ्रष्टाचारी व्यवस्थाको विरोध गरेर नयाँ डिजिटल व्यवस्थाको तयारी गर्नुपर्छ। हामी आधुनिक मानव हौँ है। हामी हिजो हलो जोतेर आउनेका सन्तानहरू आज ट्र्याक्टर भन्दै गर्दाखेरि धेरै मान्छेहरूले यो जो ज्योतिष शास्त्रमा पनि विश्वास गर्नुहुन्छ। ज्योतिष शास्त्र आधुनिक चाहिँ कसरी भन्नुपर्छ अथवा त्यही पौराणिक कुराहरूलाई मात्र? यो ज्योतिष एउटा विज्ञान हो। ओके, कस्तो विज्ञान हो बताउनुस् त? भविष्य विज्ञान। कस्तो खालको भविष्य विज्ञान? तपाईँको निजी जीवनमा बन्द कोठामा ल्याएर सुनाउने या आम मान्छेको जीवन यस्तो हो भन्ने दुईटा कुरा छन्। ओके, निजी र आम मान्छे बिचकै दुईटै बताइदिनुहोस् त, कस्तो चाहिँ वेमा हुन्छ? निजी, तपाईँ असफल हुनुभयो, तपाईँलाई चिन्ताग्रस्त भयो, कहाँ जाने? एउटा मान्छे बिरामी भयो भने धामी कहाँ जान्छ? डक्टर कहाँ जान्छ? डक्टरको औषधिले निको भएको हो कि धामीको दण्ड हो? ठिक त्यस्तै एउटा म चाहिँ त्यो ज्योतिषको परिकल्पना गर्छु। जतिखेर 1911मा निकोलाइसको रहस्यमय हत्या पछाडि रसियामा एउटा बोल्सेविक क्रान्ति भयो। त्यहाँका बुद्धिजीवीहरू जसलाई फ्युचरिस्ट भनियो, बहुसङ्ख्यक मेन्सेविकहरूलाई हराएर सङ्ख्यामा 10,000को सङ्ख्यामा रहेका फ्युचरिस्ट बोल्सेविकहरूले नि नयाँ रसियाको क्रान्तिलाई अगाडि सारे। भविष्य उनीहरूले ग्यारेन्टी गरे। भविष्य जनताको गरेर देश निर्माणमा जाने ज्योतिषको खाँचो मैले ठानेको छु। ती ब्राह्मण विद्वानहरूको खाँचो ठानेको छु। ब्राह्मण जनै लाएर मात्रै होइन, ब्रह्मत्व जानेर हुन्छ। जनै नलाउने सबै ब्राह्मण हुन्। जसले आफूलाई जानेका छन् नि, यी सबै ब्राह्मण हुन्। भोलि के हो बताउन सक्नेहरू नि ब्राह्मण। औँसी र पूर्णता मोबाइलले पनि देखाइदिन्छ नि, अब ब्राह्मण मोबाइललाई भनेर पूजा गर्ने त। तर यहाँनिर अहिलेको समाजको सोसाइटीमा भएको धेरै ब्रह्माण्ड अथवा ज्योतिष शास्त्र अथवा धर्मका विभिन्न अङ्गहरूमा रहेका कुराहरूमा धुलो पिठो हुनेवाला छ। 144 वर्षको महाकुम्भ पछाडिको आध्यात्मिक यात्रा के हो? आम मान्छेलाई प्रश्न गरिराखेको छ। हिजो के हुन्थ्यो? सबै एकै ठाउँमा हुन्थे। तपाईँको ब्राह्मणले छेत्रिनी विवाह गरो, त्यो घरमा कोही मान्छेहरू भित्र किरे बस्नु पर्यो भने छेत्रिनी बस्ने चुलै छुट्टै हुन्थ्यो हो। आज अधिकांश मान्छे विश्व बजारमा गए, लास परिसक्यो, 4 दिन लासले कुर्न सक्छ उसको जिउँदो छोरोलाई। हिजो लास कुराइ नै थियो, तुरुन्तै लानु पर्थ्यो भन्थ्यो। आज कुर्दैछ कल्ला भन्दा जिउँदो छोरो आएपछि लिएर जाने भनेर। भनेको मतलब यो टोटली यो आध्यात्मवाद, यो भौतिक दुनियाँसँग रहेका मान्छेसँग 100% तालमेल छैन।
यो डक्ट्रिन अफ नेसेसिटी आवश्यकताको आधारमा छ। तपाईँको बाहिर गएको छोरो क्रियामा नआउँदा पनि क्रिया चल्न थाल्यो अब त। हिजो नभई हुँदैन थियो, हिजो क्रिया गरेन भन्दै थियो, बालनलाई पनि अहिले पनि भन्दैछन्। एउटै कुरो स्वर्ग पुर्याउने माध्यमै यो होइन, न यो हेभेन बनेको छ दुनु टपरी सारेर, न मरेर गएको मान्छे स्वर्ग जान सक्छ। मैले अघि नै भने तपाईँलाई देखाउन खोजेको रावणले बनाउँछु भनेको इट इज इल्युजन। रावणले महाभारतमा तपाईँ रामायणमा रावणले बनाउने एउटा के गरेको थियो भने राजाले अधिकांश मान्छेलाई जतिले उनलाई सुन्न सक्थे नि, एउटा ठुलो लडाइँमा हामी लड्दैछौँ, सुनमा सुगन्ध हालिदिन्छु, स्वर्ग जाने भर्याङ बनाइदिन्छु र धन आदि लिएर जाने ग्यारेन्टी गरिदिन्छु, यहाँको धन पनि आदि हेभेन जाँदा सँगै लिएर जाने ग्यारेन्टी गरिदिन्छु र मृत्यु पालै पालो गरिदिन्छु, जेठो माइलो कान्छो हुँदै कब्रिक रूपमा आउँछ, कसैको बिचमा हुँदैन भन्ने एउटा ठुलो लडाइँलाई महाभारतमा अवरुद्ध भएको लडाइँ छ एउटा। मैले सेतु ब्रिज कहाँ छ भनेर अहिले हेर्न मिल्छ, जमिन मुनि धेरै भाँसिएको छ भन्ने कुरा हामीले सुन्नमा आयौँ, तर रावणले बनाएको सिँढी मैले भेटेँ। म 41औं नम्बरको सिँढीमा चढेर हेरेको छु, हेभेनको ढोका खुल्ला छैन, बन्द छ, चाबी चाहिँ तपाईँ स्वयं तपाईँ म मेरो लागि। यात्रा जीवन मुक्तिको, यसमा दुई मतै छैन। एउटा मानवलाई पशु हामीसँग मिलेर बस्न सक्छ, यो मान्छे किन बस्न सक्दैन? यो मान्छेलाई चाहिएको के हो? 100% तपाईँसँग केही पनि छैन, तपाईँलाई 100% चाहिएको चाहिँ के त? 100% को अपेक्षा गर्ने मान्छे 100% हो या होइन? 100% हो भने त साझा हो, सबैको हो नि त। त्यसो भएको कारणले गर्दा अधिकांश मानवहरू एउटा इल्युजनको यात्रा गर्दैछन्। यो यात्राले न मुक्ति मिल्छ, न नर्कलाई हेभेन बनाउन सकिन्छ र हामी एउटा नयाँ संश्लेषणमा जानुपर्छ। संसारमा एउटा अन्डा र चल्लामा अड्किएको बस, हेल टु हेभेनमा अड्किएको बस, हेभेन टु हेभेन माथि नयाँ संश्लेषण हुनुपर्छ। यहाँ दुनियाँ आउँछ हेभेन बनाउनको लागि। जसरी हामीले यो देश निर्माण गर्ने सन्ततिहरूलाई नि आज मरेर गए, तपाईँले र मैले आज जिन्दा मान्छेले किन सम्झिँदैछौँ? उनीहरू छैनन्। पशुपतिनाथ जानेहरूले पशुपतिनाथ कसले बनाए? मुक्ति पशुपतिनाथको मन्दिर दरबार बनाउँदा इँटा राख्नेहरूको जीवन मुक्ति भयो। आज हामी पनि पशुपतिनाथ जाँदैछौँ नि। अब हामी यो धराधरबाट छोडेर जाँदै गर्दा 1000 वर्ष पृथ्वीलाई गिफ्ट दिने कुरा के हो? बनाएर जाउँ न। तपाईँलाई जीवन चाहिएको हो, श्वास फ्रीमा तपाईँले लिएर बाँकी जीवन बिचौलिया नामको गदालाई त अब कानमा बोक्न सकिँदैन नि। हामीले बोकेको बिचौलिया होइन। पार्टीवाद भनेको के हो? राजनीति देशको कि पार्टीको? जेनजीहरूले प्रश्न गर्नुहोस् न। शीर्ष नेतृत्वहरूले तपाईँको कार्यक्रम मार्फत म के भन्न चाहन्छु भने अधिकांश जेनजीहरूले भन्ने गर्नुहोस्, पार्टीको राजनीति गरिन, राजनीति देशको कि पार्टीको राजनीति हो? र के उत्तर दिन्छन्? पार्टीको राजनीति हो भने ठिक छ, जो समस्या धेरै छ, अब पार्टी साटी केही कामै छैन लाग्छ मलाई चाहिँ। अब त्यो कसरी लिएका? अब देशभक्त, यो फेरि देशभक्त शब्दमा मात्रै हुँदैन। देशभक्त हुनको लागि आफूभित्रको मलाई पाएर त्यो मलाई इरालाई गिफ्ट गर्नुपर्छ। मैले मलाई छोडेँ भनेपछि हामी हुनु पर्यो, हामी देशभक्त भनेको। देशभक्त कुन अवस्थामा? कर्मले देखिनु पर्यो, काम र कर्मले। जस्तो हनुमान भक्त हुन् नि रामको, उनले चाल चाहिँ छातीबाट चिरेर निकालेको राम के एआईले ल्याएको हो त? एआई हुनुभन्दा पहिले हामीले फोटोमा राम देखाएको होइन छातीको। आज एआई आयो, मान्छेले के बुझ्न थाल्यो भने नि टपक्क चाहिँ तपाईँको चाहिँ अर्को तस्बिर ल्याएर यता सारेको जस्तो नि। आज विज्ञान चलाउनेहरूले त सजिलै बुझ्ले, तर रावणले यसरी छाती चिरेर नि यहाँबाट राम निकाल्दाखेरि के त्यो एआई हो? एआई त पहिल्यै रहेछ त, चेतना त पहिल्यै रहेछ त। सोफिस्टिकेटेड दुनियाँ थियो, यो सुनका कुरा गरिन्थ्यो। अब यो भन्दै थिएँ म, रावणले चाहिँ अधिकांश आफ्ना प्रजाहरूलाई नि 4वटा कुराको ग्यारेन्टी गर्नको लागि नि लड्ने कोसँग भन्दा रामसँग आऊ भन्दाखेरि नि अधिकांश मान्छे रावणको कुरा सुन्ने रावणको पछि लाग्यो। तिमीहरूको जीवन मुक्ति ग्यारेन्टी छ, स्वर्ग जाने सिँढी बनाइदिन्छु, लाने स्वर्गै हो, सुनमा सुगन्ध गरिदिन्छु र पालै पालो जाने तपाईँसँग भएको आदि सम्पत्ति स्वर्ग लिएर इन्जोय गर्नुहोस् भन्ने एउटा महान मुद्दा नि महाभारतमा रोकिएको मुद्दा थियो। अब केही पनि लिएर जाने होइन, कृतिलाई छोडेर स्वीकृतिलाई लिएर जाने, नवनिर्माण गर्ने। हामीले धेरै टपिकमा कुरा गरि नै हाल्यौँ, फेरि पनि हामीले अन्य टपिकहरूलाई लिएर कुरा गर्नेछौँ। समस्या धेरै छन्, समाधान खोज्न पनि लागिरहनु भएको छ, हजुर पनि लाग्नु भएको छ, धेरै व्यक्तिहरू लागि पनि रहनु भएको छ। र लास्टली हेरिरहनु भएको दर्शकहरूलाई के भन्नुहुन्छ? नाइस, सबभन्दा ठुलो कुरा गर्नुभयो। सामाजिक सञ्जालमा हाम्रो कार्यक्रमलाई बडो चाखपूर्वक ध्यान दिएर हेर्नुहुने ती कोष रूपी आँखाहरूलाई म नमन गर्न चाहन्छु
र हाम्रो समाजमा भएको केही कमी कमजोरीहरूलाई मोनिटरिङ गर्ने अवसर तपाईँहरूलाई दिएको छ। जुन सामाजिक सञ्जालमा भएको प्रत्यक्ष दुई व्यक्ति बिचको संवाद हामीले सार्वजनिक गर्नेछौँ र ती सार्वजनिक आँखाहरूले कोच गर्नेछन्। गलत गलतै हो, सही सबैको साझा हो। सहीलाई आत्मसात गर्दै अगाडि बढौँ। यो देश बनाउन सकिन्छ। 3 पुस्ता हामी घर बनाउन हिँडेका मान्छेहरूको बिग्रेको देश हो। देश बनाउन 10 वर्ष हिँड्यौँ भने यो देश स्वर्गको एउटा टुक्रा बन्नेछ र यो स्वर्गका नागरिक हामी हुनेछौँ। त्यो हिन्दू सनातनी भनौँ या ईश्वरीय राज्यको परिकल्पना सबैको साझा परिकल्पना हो र त्यहाँका प्रजाहरू हामी सबै साझा प्रजा हौँ र कसरी रहन सक्छौँ यो सबैको चासोको विषय हो। र ती न्यायप्रेमी आँखाहरूले आफूहरूलाई पनि चिनुन् र जानुन्। अस्तित्व र पहिचानले तपाईँ को भनेर सोध्दैछ। हस्, हजुरको विचारको लागि धेरै धेरै धन्यवाद र फेरि पनि हामी अन्य टपिक यस।